नमस्कार सबैजनालाई। आज चाहिँ म सुरुवाल सिलाउन गइरहेको छु। सुरुमा चाहिँ मैले सुरुवालको कपडालाई 2 डबल फोल्ड गरेँ। अब चाहिँ म यो कपडाको नाप लिन्छु। 39 छ, कपडाको लम्बाइ 39 छ। यहाँ 39 पुग्यो। 2 इन्च चाहिँ हामी उसको लागि राख्छौँ, बेल्टको लागि राख्छौँ। हामी यहाँ 1.5 इन्च 43 छ, 1.5 छ, 1.5 इन्च जति चाहिँ हामी कपडा फोल्ड गरेर राख्छौँ। सुरुवालको कपडा यो कपडाको चाहिँ साइडको भागहरू मिलेको छैन, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ हामी आधा पछि गरेर यसलाई सट्टै मिलाएर काट्छौँ। यहाँबाट हामीले चाहिँ यो कपडा कहीँ 1/2 इन्च जस्तो लिएको छ। इन्च जतिमा चिनो लगाउँछौँ। यो चाहिँ हाम्रो इलास्टिकको भाग हो, देख्न सक्नुहुन्छ। अब इलास्टिकको भाग हाम्रो हिप चाहिँ 46 छ। 46लाई 4ले भाग गर्दा 12 हुन्छ। हामी यहाँबाट चाहिँ 12 लिन्छौँ। अनि 12मा हामीले चाहिँ 2 लुजिङ भाग छोड्छौँ। 12मा 2 लुजिङ भाग छोड्दाखेरि 13 14 हुन्छ। अन्त हाम्रो यहाँ 14 भयो। फेरि हामीले यहाँबाट चाहिँ कति लिन्छौँ भन्दा, हामीले यहाँ जति लिएको छौँ, यहाँ 14 लिएको छौँ भने यसको बराबर ठ्याक्कै लिन्छौँ। हामी यहाँबाट इलास्टिकको भाग छोडेर 14 लिन्छौँ। थियो 14बाट हामी फेरि लुजिङ भाग लिन्छौँ जान। त्यसपछि हामी फेरि 2 साइडको कपडा काटेर फालिसक्यौँ। अब हामी यता साइडको काट्छौँ। हाम्रो चाहिँ एकपट्टिको काटेर रेडी भइसक्यो। लम्बाइ 12 इन्च लिन्छौँ। 12.5 6 अनि बढाउँछौँ। अब पनि हामी 6.5 लिन्छौँ। धन्यवाद मेरो भिडियो हेर्नुभएकोमा सबैजनालाई। मलाई सपोर्ट गरिदिनु होला। यसरी नै मेरो भिडियो हेरेर मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला।
सेयर गरिदिनु होला। सानो कन्टेन्ट क्रिएटरहरूलाई पनि सहयोग गर्नु होला। म चाहिँ यसरी नै दैनिक सकेसम्म यसरी नै भिडियो बनाएर लिएर आउनेछु। धन्यवाद।